पहिला म फ्ल्यासब्याक अलिकति अगाडि जान चाहन्छु। जब सञ्चारकर्मीका रूपमा रिपोर्टिङ गर्दै समाचार खोज्दै कर्णाली आएको थिएँ, समाचार बोलेर समाचार बोकेर होइन, एउटा अस्पताल दिएर जाने अवसर मैले पाएको थिएँ कालीकोटमा। त्यहाँबाट जोडिएको यो नाता आजसम्म बलियो बनेको छ। त्यही नाताको आधारमा अलिकति हक लगाएर भन्छु, कर्णालीबाट बाचापत्र सार्वजनिक गर्नुको पछाडि अर्थ छ, अर्थात् पछाडि पारिएको कर्णालीलाई अब पछाडि पार्न नदिने बाचा आजको बाचापत्र सार्वजनिक गर्नुको एउटा प्रमुख कडी हो। हामीले भनेका छौँ बाचा जसले गर्ने हो त्यसले पुरा गर्ने हो, बाचा पुरा गर्न सकेन भने बाचा गर्नेले सजाय भोग्ने हो। त्यसकारणले नागरिकसँग करार गरेर आएका छौँ, सानसुने कुरा गरेर आएका होइनौँ हामी। अहिले चुनाव गर्न हुँदैन, चुनाव सार्नुपर्छ भन्ने कुराहरू मैले कता कता सुनेको छु। चुनावले निकास दिँदैन भन्ने कुरा सुनेको छु। चुनावले निकास दिँदैन भने केले दिन्छ निकास? केले दिन्छ निकास? लोकतन्त्रको सबैभन्दा ठुलो ताकत भनेको जनताको ताकत हो। जनताले भोटबाट आफ्नो ताकत देखाउने यो उत्सव, यो निर्वाचनले निकास दिन्न भने केले दिन्छ निकास? आन्दोलनले? त्यसो भए म एउटा अफर कर्णालीबाट गर्न चाहन्छु, रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुहोस्। रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट। हामी चाहन्छौँ भोटबाट फेर्न, रगतको एउटा खोपा चुहाउन चाहँदैनौँ। कर्णालीका धेरै आमाहरूको काख रित्तिएको छ, धेरै दिदीबहिनीहरूको सिउँदो पुछेको छ, धेरै बालबालिकाहरू टुरा भएका छन्। अब कर्णालीले त्यो सहँदैन। त्यसैले हामी चाहन्छौँ भोटबाट हो परिवर्तन गर्ने। लोकतन्त्रलाई खतरा हुन्छ भनेर रहेछन् मान्छेहरू। लोकतन्त्रको खतरा बल्ल तपाईँलाई घन्टी बल्ल बुझ्यो जब जनता जागे, तपाईँलाई बल्ल लाग्यो लोकतन्त्रलाई खतरा छ। यति बेला, ठिक यति बेला जनता जागेका छन्, जनताले बुझेका छन् लोकतन्त्रलाई जसबाट खतरा थियो। मैले पहिला पनि भनेको, कर्णालीमा पनि भन्छु, लोकतन्त्रलाई जुन खतरा थियो त्यो खतरा हेलिकप्टर चढेर भागेको छ। बस ल्यान्ड नहोस्। लोकतन्त्रलाई खतरा तब हुन्छ जब त्यो हेलिकप्टर फेरि सिंहदरबार या बालुवाटारमा ल्यान्ड हुन्छ। जब ल्यान्ड हुन्छ, ल्यान्ड होस्, हामीलाई भन्नु केही छैन। तर जनताको भाग्य फेर्ने र बनाउने मात्र होइन, बदल्ने सिंहदरबारमा ल्यान्ड नहोस्, यति भए पुग्छ। त्यसैले परिवर्तनको यो आगोलाई, यो झिल्कोलाई, जनताको चेतनालाई कसैले चुनौती नदियोस्। म सबैले सुन्ने गरी कर्णालीबाट भन्न चाहन्छु, लोकतन्त्रलाई खतरा छैन। हामी जोगाउँछौँ। हामी जोगाउँछौँ किन? कुनै नेताले ठेक्का लिनुपर्छ लोकतन्त्रको? यो देशको लोकतन्त्रको ठेक्का कुनै नेताले, कुनै पार्टीले लिनु पर्दैन। लोकतन्त्र जोगाउने जनता छन्, यिनै जनता हुन् लोकतन्त्र जोगाउने। यिनले जोगाउँछन्। यहाँ कसको सभामा कति मान्छे आयो भनेर फोटो भेडाउँदैछन्। आएन हाम्रा मान्छे भयो, तपाईँकै मान्छे हुन्। चुनावमा मतपत्र भेडाउने हो, भिड भेडाउन जरुरी छैन। हामीलाई जरुरी छैन। हामी त्यसका लागि आएका होइनौँ। लोकतन्त्र जोगाउने जिम्मा पनि जनताको। लोकतन्त्रप्रति हामीलाई विश्वास छ। हामी निर्वाचनबाट भाग्य बदल्ने काममा लागिरहेका छौँ। त्यो विश्वास पनि जनताको हो। त्यसकारणले निर्वाचनबाट भाग्ने अर्को पनि एउटा अफर भएको नि त। ल त्यस्तो पिर लाग्छ लोकतन्त्रको भने भाइभरका सबै मिल्नुहोस्, एउटा दल बनाएर चुनाव लड्नुहोस्। अल भर्सेस वान, भान्डी भर्सेस अल। जति बेला जनता जाग्यो त्यति बेलामा कचकच गर्न पाइँदैन है, कचकच गर्न पाइँदैन। शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति सरकारले दियोस्। रासोपा लोकतन्त्रको विधि मानेर, लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग रहेर काम गर्छ। रासोपासँग डराउनु पर्ने जो त्यो मात्र डराओस्, जनता डराउनु पर्दैन। हाम्रो वैदेशिक नीतिमा कसैले चिन्ता गर्नु पर्दैन। असंलग्न परराष्ट्र नीतिको सिद्धान्तलाई अवलम्बन गरेर हामी छिमेकीहरूको सम्बन्धलाई उत्कृष्ट बिन्दुमा पुर्याउँछौँ। अब विकास कूटनीतिको लागि हामी अगाडि बढेका छौँ, कसैले चिन्ता गर्नु पर्दैन। रासोपाले बुझेको छ।
एउटा खाल्डो पूर्ण एउटा पुस्ताले आफ्नो नाति नातिनासम्म कुर्नुपर्ने युगलाई अन्त्य गर्न खोजेको, धेरै केही गर्न खोजेको होइन राजसभाले। राजसभाले धेरै केही गर्न खोजेको होइन। विद्यालय र युनिभर्सिटीमा दलका ब्यानरहरूलाई निकालेर त्यहाँ विद्यालयमा शिक्षा हुने काम खोजेको। युनिभर्सिटीमा हुन्छ त केवल पढाइ, बाँकी खेल चल्दैन, बस त्यति गर्न खोजेको राजसभाले। ठेक्का लिएको बाटो, ठेक्का लिएको समयभित्र पुरा गर्नुपर्छ। पुरा भएन भने प्रत्येक दिन गएर फाइन तिर्नुपर्छ पैसा। जनताको करबाट आएको त्यसको सदुपयोग गर्नुपर्छ। राजसभाले खोजेको यही हो। यतिखेर कसको अवस्था के हो, को के बन्ने, को नेता बन्ने, यो दौड होइन। जनता जागेको बेलामा हामी मिलेर आएका छौँ। जनताले भने हामीले मान्यौँ, 5 मिनटमा मान्यौँ। अब मान्ने पालो तपाईँको। म यति कुरा बताउँछु, बहुमतको स्थायी सरकार हामीले दिन सकेनौँ भने, मुलुक एउटा अप्ठ्यारो ठाउँमा पुग्न सक्छ। तर त्यो जिम्मा पनि जनतालाई जिम्मा लगाएका छौँ हामीले। यतिका वर्षसम्म मौका पाएर पनि जनताका आकांक्षा पुरा गर्न नसकेपछि जनताले खोजेको विकल्प हो राजसभा। यहाँ उभिएका हामी आफ्नो पेसा र व्यवसायमा काम गरेका मान्छेहरू हौँ। तर देश आँखै अगाडि नर्क हुन खोजेको हामीले रोक्न खोजेको मात्रै हो। यो देशलाई नेपाल जस्तो बनाउन खोजेको मात्र हो। कर्णालीलाई कर्णाली जस्तो बनाउन खोजेको मात्रै हो हामीले। लोकतन्त्रलाई खतरा छैन, कुनै पनि खतरा छैन। आमा बाउ दाजुभाइ दिदीबहिनीहरू आज भाषापत्र सार्वजनिक भएका छन्। भाषापत्रमा हामीले गरेका 100 वटा प्रतिबद्धता यही बेरपछि सम्भवतः यो आजको सभा सकिएपछि हामीले सार्वजनिक रूपमा यहाँहरूलाई वेबसाइट मार्फत जानकारी गराउनेछौँ। हाम्रा प्रतिबद्धताहरू छन्। राजसभाले सरकार बनाइसकेपछि हामीले गर्ने कुराहरूमा तपाईँहरूले शङ्का गर्नु पर्दैन। सानो एउटा उदाहरण मात्र दिन्छु, धेरै बोल्नुभन्दा पहिला। यस पार्टीका धेरै साथीहरू यहाँ हुनुहुन्छ, उहाँहरूको विज्ञताको बारेमा मैले भन्नु पर्दैन। किन राजसभा भने यो देशका सबैभन्दा युवा उम्मेदवार उठाउने पार्टी राजसभा। वर्षौँ अगाडि मात्र त्यो भएको थियो। सबैभन्दा धेरै युवा राजसभामा छन्, सबैभन्दा बढी महिला राजसभामा छन्, डाक्टर राजसभामा छन्, इन्जिनियर राजसभामा छन्, खेलाडी राजसभामा छन्, मोडल रोल मोडल सबै राजसभामा छन्। सीमान्तकृत वर्गको पनि पार्टी राजसभा भएको छ। घाइते जेनजीको सबैभन्दा बढी जेनजीको प्रतिनिधित्व भएको पार्टी राजसभा हो। घाइते परिवारको राजसभा, घाइते स्वयंको प्रतिनिधित्व भएको राजसभा हो। शहीद परिवारको पनि संलग्नता भएको पार्टी राजसभा हो। त्यसैले सिङ्गो देश जागेर यतिखेर हामी परिवर्तनको एउटा नयाँ उद्घोष गर्न चाहन्छौँ, नयाँ ठाउँमा लिएर जान चाहन्छौँ। त्यस कारणले हो घन्टीमा भोट हाल्ने। एउटा पार्टी र एउटा नेता जिताउनु होइन, पार्टी र नेताले त कति जिते यसपटक जनता जिताउने हो। त्यसका लागि राजसभा। हामीले प्रश्नहरूको सामना गरेन, छलफलमा डिबेटमा भाग लिएन भन्ने प्रश्न आएको छ। हामीले जवाफ दिने भनेको यो प्रश्नको ठेक्का कसैले नलिए हुन्छ। जनताको प्रश्न जनताले सोध्छन्, घरमा सोधेका छन्, जवाफ दिएका छौँ हामीले। हर घर दैलोमा जनताले प्रश्न सोधेका छन्, हरेक ठाउँमा जवाफ दिएका छौँ। प्रश्नको ठेक्का हामीले कसैलाई दिएका छैनौँ। जनताको प्रश्न जनताले सोधेका छन्। हर जनताको हर प्रश्नको हर ठाउँमा, हर चोकमा, हर गल्लीमा, हर ढोकामा जवाफ दिँदैछन् राजसभाका सबै नेताहरू, सबै उम्मेदवारहरू। त्यस कारणले प्रश्नको ठेक्का पनि नलिए हुन्छ, लोकतन्त्रको ठेक्का पनि नलिए हुन्छ। हामीलाई थाहा छ प्रश्नको उत्तर त धेरैले दिए, अब उत्तर होइन समाधान दिने हो। समाधानका लागि 5 वर्षको स्थायी सरकार। मैले वाचापत्रमा भएको कुराहरू पढेर तपाईँहरू समय खेर फाल्न चाहन्न। विधिको शासन बसाउँछौँ, तिथि बसाल्छौँ, तिथि कानुनी राज्य स्थापना गर्छौँ। गलत गर्न पाइँदैन, गलत गर्दैनौँ। र जुन आँट र साहसका साथ हामी उभिएका छौँ, यो देशमा आँट गर्न सक्ने नेता को होला भन्ने कुरा एकचोटि बालनजीले मलाई हेर्नुहोस्, अरू कसले आँट गर्ला, हामीले नगरेको आँट। यो देशमा हामी दुईजनाले पनि नगरेको आँट कसले गर्ला? आँटको चिन्ता नलिनुहोस्, ताकतको कुरा गरौँ। ताकत चाहिँ बहुमत ल्याएर मात्रै पाउँछ। ताकत तपाईँले दिने हो, ताकत तपाईँले दिने हो। आँट हामीले गरेका छौँ, ढङ्ग पुर्याएर बिना प्रतिशोध यो देशलाई अगाडि बढाउनेछौँ। कतिपय मानिसलाई तर्साउने काम भएको छ यहाँ। हाम्रो सरकार आयो भने उठीवास लगाउँछ, डोजर लगाउँछ भनेर तपाईँलाई तर्साउने झुक्क्याउने काम भएको छ। कोही पनि आत्तिनु पर्दैन। डोजर चल्यो भने सबभन्दा पहिला भ्रष्टाचारीको महलमा डोजर चल्छ, चिन्ता गर्नु पर्दैन।
गरिबको बस्तीले चिन्ता गर्नु पर्दैन, विस्थापित हुँदैन, व्यवस्थापित चाहिँ हुन्छ। व्यवस्थापन चाहिँ हामी गर्छौँ। हामी कसैको दुश्मन होइनौँ भनेका छौँ। भूमिहीन साथीहरूको कुरा पनि आएको छ। हामी शक्तिशाली आयोग बनाउँछौँ। त्यो आयोगले आफै निकाल्नेछ। त्यो आयोगमा पार्टीका कार्यकर्ता कारिन्दाहरू हुने छैनन्, स्वतन्त्र मानिसहरू हुनेछन्। तिनले दिएको रिपोर्टलाई कार्यान्वयन गर्नेछौँ। रासोपाले कसैलाई पनि बेघरबार बनाउने काम गर्दैन। कानुनले जे भन्छ हामी त्यही गर्छौँ। कानुनले तपाईँलाई खिचोमिचो गरेको रहेछ भने संसदमा कानुन फेरेर भए पनि तपाईँको अधिकार हो। तपाईँलाई अधिकार दिएर सक्छौँ। चुनावका बेलामा बस्तीमा छिरेर भ्रम छर्ने काम गरेछन् भने र आधी भोट चाहिँ हामीलाई दिनुहोस् न त भनेछन् भने तिनलाई केही प्रश्न सोध्नु। जुन प्रश्न मैले अघिल्लो सभामा सोधेको थिएँ, आधी भ्रष्टाचार राख्ने हो भने भोट आधी गरौँ, पुरै भ्रष्टाचार फाल्ने हो भने प्रत्यक्ष पनि घन्टी, समानुपातिक पनि घन्टी, विकल्प छैन। र बच्चापुतौहरू हेर्नु होला, अन्य सभाहरूमा हामीले गरेका बाधाहरूको बारेमा पक्कै पनि यहाँलाई जानकारी गराउने नै छु। त्यसैले कोही पनि दोषी हुनु पर्दैन, कोही पनि हात्तिनु पर्दैन। यो जनता जागेको बेला हो, यो इतिहास रच्ने बेला हो। आउने चुनाव सामान्य दिन होइन, एउटा महत्त्वपूर्ण दिन हो। आफ्नो पुस्ताको भविष्यको लागि सोच्ने दिन हो। मलाई यो पनि थाहा छ, अन्त्यमा भन्छु, तपाईँहरूमध्ये कोही न कोही कुनै पनि राजनीतिक दलप्रति आस्थावान हुनुहुन्छ। तपाईँलाई भरोसा छ, बच्चौँदेखि भोट हाल्दै आउनु पनि भएको होला। यतिखेर तपाईँको आस्था र निष्ठाको उदाहरण दिने, भेटी चढाउने, बलि चढाउने बेला होइन। निष्ठा त देशप्रति हुनुपर्छ, कुनै पार्टीप्रति होइन। देशप्रति निष्ठा देखाउने बेला हो, पार्टीप्रति होइन। 5 वर्षको स्थायी सरकार बनाउने मेन्डेट यहाँले दिनु होला। एउटा देश, एउटा झन्डा, एउटा चुनाव चिन्ह, एउटा प्रधानमन्त्री, एउटा सभापति। हामी 5 वर्ष काम गरेर देखाउँछौँ। 5 वर्ष हामीले काम गर्न सकेनौँ भने तपाईँहरूले भन्नुपर्नेछ, तिमीहरूले काम गर्न सकेनौ भनेर तपाईँले भन्नुपर्नेछ। त्यसैले अघि हाम्रो साथीले भन्नुभयो नि, अहिले तपाईँले घन्टी बजाउनुहोस्। 5 वर्षसम्म हामीले काम गर्न सकेनौँ भने राजनीतिक रूपमा त्यही घन्टीले हामीलाई बजाइदिए हुन्छ, केही फरक पर्दैन। त्यसैले भोट बाँड्ने काम नगरिकन सबैलाई भन्नु होला, सबैलाई बताउनु होला। म यति भनेर यहाँ समक्ष बिदा चाहन्छु। मलाई विश्वास छ, कर्णालीले जुन माया गरेको छ, यो मायालाई निरन्तरता प्रदान गर्नेछ। केही दिन मात्र बाँकी छ साथीहो, केही दिन मात्र बाँकी छ। हामी आउँदैछौँ तपाईँहरूको साथ दिएर यो इतिहास रच्ने काममा हामी अगाडि बढ्नेछौँ। यहाँ साथीहरूले केही प्रश्नहरू गर्नुभएको छ, ती गहन प्रश्नहरू छन्, तिनको जवाफ अन्य मञ्चहरूमा हामी अवश्य पनि दिनेछौँ। प्रदेशलाई ठिक ढङ्गले अगाडि बढाउने कुरा गरेका छौँ हामीले। प्रदेश संरचनामा हामीले प्रश्न गरेको, प्रदेशलाई नेताको पार्किङ लट बनाउने होइन, काम गर्न सक्ने बनाउने हो। बेढङ्गको होइन, ढङ्गको बनाउने हो। प्रदेशको यो संरचनामा प्रश्न गरिएको, रेट्रोफिट गर्नुपर्छ भनिएको, सुधार गर्नुपर्छ भनिएको अन्य मञ्चहरूमा हामी अवश्य पनि भन्नेछौँ। हस्, यति भन्दै आफ्नो भनाइहरू यहीँ भन्न खोजेको छोटो, हुन गएको लामो मन्तव्य यही टुङ्ग्याउँछु। सबको जय होस्, जय देश, जय कर्णाली, जय घन्टी, जय घन्टी। हामीले सुन्ने गरेका छौँ।